गाइस सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ र आयो हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु हैन। र आज चाहिँ हामी साइकल राइडमा हिँडिरहेका छौँ साथी र म। देख्न सक्नुहुनेछ पुरुषोत्तम साथी हैन, ढक्क लाएर युट्युबमा हेर्दिनु होला उसको नि भ्लग हैन, उसलाई नि साथ सपोर्ट गर्दिनु होला हैन। हेरिरहेको छ यो मेरो साइकल स्ट्यान्ड नभएर सुतिरहेको छ हैन। यो रहेको छ पुरुषोत्तमको साइकल, यो हेलमेट रहेको छ हैन। यो चाहिँ हाम्रो स्कुल रहेको छ हैन। र देख्न सक्नुहुनेछ यो कुन्ताको भ्यू सर दामी मण्डनदेवपुरको भ्यू बबाल आएको छ नि त गाइज हो। सो गाइज अब चाहिँ हामी टक्क लाएर राइडमा हिँडिसकेका छौँ हैन। मेरो भ्लग चाहिँ अहिले हाम्रो यो ढोडिनी भन्ने ठाउँबाट स्टार्ट भइरहेको छ हैन। मण्डनदेवपुर वडा नम्बर 8बाट स्टार्ट भइसकेको छ। र देख्न सक्नुहुनेछ मेरो साइकल र हाम्रो चाहिँ भ्यू रहेको छ, यो ग्राउन्ड रहेको छ हैन। है हामी चाहिँ एकदम अफरोड बाटोमा टक्क रेस भन्दा नि ट्रायल दिन गइरहेका छौँ हैन। हल्का अब मैले अब के मिस्टेक गरेको छु हैन, हजुरहरूले अब माइन्ड नगरिदिनु होला। म बिस्तारो सुधार गर्ने नै छु। र आजको भ्लग चाहिँ हजुरहरूले लास्टसम्म हेरिदिनु होला र लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुलिदिनु होला हैन। नयाँले चाहिँ सब्सक्राइब लाइक गर्नु पर्यो हैन। अब पुरानोले चाहिँ टक्क सेयर गर्नु पर्यो, सबै सेयर। मलाई सपोर्ट भयो त्यति राम्रो होइन नि त, त्यो हो नि त। जति सपोर्ट भयो त्यति राम्रो हुन्छ मलाई हैन। र हजुरहरूले माया देखाइदिनु पर्यो सब्सक्राइब गरिदिएर हैन। अब हजुरहरूलाई मन पऱ्यो भिडियोहरू लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। त्यही हो गाइज, देख्न सक्नुहुनेछ साथी बत्किरहेको छ। म चाहिँ बिस्तारै हिँडिरहेको छु हैन। एकदम गाह्रो भइरहेको छ क्या, स्वा आवाज आइरहेको क्या। सो गाइज अहिले चाहिँ हामी फाइनली ट्रायलको करिब आइसकेका छौँ हैन। यो चाहिँ देख्न सक्नुहुनेछ बोक्सेबन भन्ने ठाउँ। यो हजुरहरूलाई सुन्दाखेरि अनौठो लाग्ला हैन, तर हाम्रो चाहिँ यो वनलाई बोक्सेबन भन्छ हैन। देख्न सक्नुहुनेछ टक्क दाउरा पत्कर दामीको छ सुविधा हैन। सुविधा त हो नि होइन र गाइज। टक्क यसलाई चाहिँ गाह्रो भएर यहाँ बसिरहेको छ बिचरा मेरो साथी। के खान्छौ भन? दामी भ्यू आएको छ नि त, साइकल देख्न सक्नुहुनेछ। भ्यू हेर्नु, भ्यू मेन भने चाहिँ अलिकति घामले गरेर होइन, हामीलाई चाहिँ हल्का गाह्रै पर्यो है। र देख्न सक्नुहुनेछ यो चाहिँ बोक्सेबन भइहाल्यो। यो चाहिँ हाम्रो माथिको ब्याट भन्ने भयो, पाँच खाल पर्ने भयो होइन। यता अगाडि चाहिँ टक्क लाएर हामी त्यहाँ अगाडि जान्छौँ ट्रायल दिन। टक्क ट्रायल जस्तै छ होइन, हामीले चाहिँ ट्रायल माने होइन, तर भयो नि अब यसो प्र्याक्टिसको लागि चाहिँ हामी त्यहाँ जानेछौँ। सो गाइज हामी चाहिँ फाइनली आइपुगिसकेका छौँ। यहीँबाट मन्दिर जाने हो होइन। देख्न सक्नुहुन्छ बाटो चाहिँ लास्ट अप्ठ्यारो छ के जाने। डेन्जर गयो तर मलाई लास्टै आउँछ। सो गाइज हामी चाहिँ फेरि यता तलतिर झरिसकेका छौँ। देख्न सक्नुहुनेछ बाटो झरौँ। ओइ महाकसम हेट यस्तो अफरोड रहेछ ओहो। हिँड साथी हिँड नरोकिन यार, रोकेर मलाई यस्तो तनाव भयो कि हिँड्न खाँदै कस्तो मलाई बिस्केट मलाई। डेन्जर गएन हेर्नु बाटो, डेन्जर होइन यो बाटो होइन, यस्तो स्वाइँ हेट दामी यार। बाटो चाहिँ सही लाग्यो क्या। त्यो गाइस फेरि अब हामी चाहिँ यता आइसकेका छौँ होइन। बाटो अप्ठ्यारो देख्न सक्नुहुनेछ यस्तै हो होइन। कहाँ बोक्सेबन कहाँ हो थाहा नै छैन यार। साथीले चाहिँ डोराइ छ, म चाहिँ चलाउनु लगाएँ फेरि। ए साथी बचाऊ भनेर जस्तो क्या।
ए खाल्टो छ अगाडि खाल्टो छ भने यो त मलाई आँटा आएन यार यस्तोमा कहाँ झार्नु मैले त के गर्ने फर्किने अब के गर्ने तलै मजा थियो मजै आयो मलाई यसो गरौँ यहाँ नजाउँ सम्बर रोड जहाँ छ नि त्यहाँ जाउँ अनि रेस हानौँ सुकाइ चाहिँ यहाँबाट हामी मास्तिर जान लागेको होइन धेरै तलतिर आइसक्यो कि अब यस्तो जङ्गलमा फेरि कहाँ हराइन्छ कि त्यही भएर मास्तिर जान लाग्यो अब फेरि यहाँ बाघ भालु आयो भने तनाव छ कि बाघ भालु आयो भने यहाँ हेर्नु न बाटो तलतिर झन् के होला होइन तर कस्तो नर्मल देखिने है म त कस्तो डर लाग्यो भने त्यो माथि त्यहाँनिर मासतिर जाँदा चाहिँ होइन देख्नु सक्नुहुन्छ कहाँ जङ्गल आइसक्यौँ है हामी चाहिँ सो अहिले चाहिँ हामी मासतिर तर्फ लागिराखेका छौँ होइन ऊ त्यहाँ माथि पुग्नुपर्छ साथीले चाहिँ यहाँ बिचमा उसले बनाइदियो क्लिप होइन यहाँनिरको हल्का दामी ट्रायल थियो बिग्रियो कि साथीले बनाइदियो त्यहाँनिर चाहिँ है देख्न सक्नुहुनेछ एकदम डर लाग्दो छ यार अहिले 4-5 जना हो मजा आउने यार 2 जना पानी नि बोकेको छैन यार साथमा आज फर्स्ट राइड हो यार यस्तो 2 जना ट्रायल राइड यार म यस्तो अपरेटर सो गाइस चाहिँ हामी माथि रोटा आइपुगिसकेका छौँ होइन देख्न सक्नुहुनेछ बाटो अघि झारे बाटो यस्तै हो यो रोटा आइपुगिसकेका छौँ लास्टै गाह्रो भयो यस्तो हेलमेट र ज्याकेट लगाएर रेस अनि गाह्रो नहुने कुरा हुन्छ त हट लास्टै गाह्रो भयो क्या यस्तो जङ्गलमा यार ट्रायल दिन घरबाट आइसक्यो ओहो चिल पाएर हामी चिल घाम त्यस्तै छ यार खलखल पसिना आइरहेछ हट के गर्नु यस्तै हो भ्लग त बनाउनु परिहाल्यो होइन अब किनकि यस्तै गाह्रो हुन्छ भिडियो बनाउन नि एडिट गरेर मान्छेहरू त्यसै युट्युबर भएको त म होइन जस्तो लाग्छ यार जहाँसम्म चाहिँ चिलमा सरर र ओह्रालो गइन्छ ल गर्दा अहिले कसै थियो मलाई त सो गाइस अहिले चाहिँ हामी पानी खाने धारोमा आइसकेका छौँ होइन टक्क धारोमा आइसकेका छौँ साइकलको हालत देख्न सक्नुहुनेछ बाटो देख्नु भइहाल्यो होइन पानी खाँदै पुरुषोत्तम देख्न सक्नुहुन्छ यो चाहिँ धारा चिसो कुवाको पानी होइन कुवाकै होला होइन एकदम चिसो यो देख्न सक्नुहुन्छ हेलमेट एकदम गर्मी भयो क्या खलखल पसिना आइरहेछ होइन भर्खर मुख धोकै तर हजुरहरूले पसिना आएको भन्ठाउनु होला र पुरुषोत्तमले चाहिँ पानी खाएको खाइछ यार तर किन हो सो अब चाहिँ हामी हिँड्न लागेको है म अगाडि हिँड्छु खोइ पुरुषोत्तम पछाडि पछिरे होइन अहिले अब रकेट जाने हो क्या रकेट अप्रोटै अप्रोट छ यार यस्तो बबाल मजा आउँछ कि होइन अप्रोट मलाई नसोचेको भन्दा नि काइदा दामी होइन त सर खुच गरे सर देख्न सक्नुहुनेछ कुन्ताको भ्यू घरै घर छ चिल पारामा यार कुन्ताको मान्छेहरूलाई मोज छ नि होइन र कुन्ताको मान्छेलाई मोज छ भन्नु मात्र हो क्या फेरि भिडियो हेर्नेले चाहिँ मलाई आएर कराउन बेर छैन होइन पुरुषोत्तम आइसक्यो अगाडि हिँड्नु अगाडि र पुरुषोत्तम अगाडि हिँडिसक्यो म सेकेन्डमा छु बाटो देख्न सक्नुहुनेछ यस्तै हो बाटोको हालत यस्तै हो यो ब्रेक लागेन ब्रेक नलाग्यो त यार म कहाँ यसरी कुदाउँछु भने त तर पहिला चाहिँ होइन हामीले चप्पल घिसारेर साइकल चलाउँछ फास्ट राइट सेट
जनाइ देखिसक्यो है केटोको जनाइ देख्यो हे दामी राइड भइसक्यो दामी 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 मलाई यस्तो त्यो अफरोडमा चाहिँ यस्तो झारेको कि मैले त तर यता नि बाटो चाहिँ कम्तीको चाहिँ छैन क्या बाटो डेन्जर छैन त यार गाईको चप्पल घिसार र चप्पल यस्तोको ब्रेक लागेन रे यार मेरो यहाँ टायर स्लिपर भयो मलाई होइन अब हेर्नेलाई अलिकति इन्ट्रेस्ट हो न होस् न यहाँनिर म यस्तरी लडेको कि होइन अलिकति बताएको होला लडेको कि यहीँनिर के कहाँ ठोक्नु या त म चाहिँ यसलाई कि झर्या मेरो हाम्रो मामाश्री चाहिँ त्यो डोजरमा हुनुहुन्छ होइन मामाले नि भ्लग हेरिराख्नु भएछ टक्क मामाले पुरै जिनमा पुरै डोजर चलाइदिइरहेको छ होइन बाइक साइक भ्लग बनाउँदै थिएँ भिडियो आउँछ टक्क यहाँ चाहिँ बाटो सुर चाहिँ हिँडा जस्तो लाग्यो होइन जहाँसम्म यो चाहिँ रहेको छ गिट्टी म अगाडि हिँडौँ ल त अगाडि हिँडेँ म हो यो चाहिँ हाम्रो प्रतीक्षा ल बोतल सोतल अब हामी एकछिन आराम गर्छौँ यार गाह्रो भयो यो रहेको छ हाम्रो धारा यो रहेको छ हाम्रो प्रतीक्षा लय लगभग 3 लाखको भने सुनेको थिएँ होइन कस्तो भयो राइट एकदम ब्रेक चाहिँ लागेन क्या फेल भइदिँदा क्या पछाडि हो र अब एकछिन हामी आराम गर्छौँ होइन हे ज्याक ज्याक टक्क लाएर त्यहाँ आराम गरिरहेको छ देख्न सक्नुहुनेछ टक्क भ्यू चाहिँ बबाल छैन होइन यहाँ धान अब धान काट्ने बेला हुन लाग्यो मकै भाट्ने बेला हुन लाग्यो होइन र हाम्रो साइकल चाहिँ त्यहाँ रहेको छ एकदम सिलुपारामा र हजुरहरूले यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ होइन र लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला कमेन्ट पनि गर्नु होला र हजुरहरूलाई कस्तो कस्तो भिडियो चाहिन्छ भन्नु होला र सक्दो सेयर गरेर मलाई अझै हौसला बढाइदिन हार्दिक अनुरोध गर्दछु हस्त धन्यवाद।